बाउन्ने छु त्यति देखाउन चाहन्छु अनि मेरो यहाँ अनि अब सामान चाहिँ हो हजुर अब त्यो लगेर मुनि जुत्ता जानुपर्छ तपाईँकोमा त्यो आजको त्यो टेन्ट बनाएको भिडियोहरू देखाउन चाहन्छु सानो ब्लगमा यो चाहिँ बिन्दिने दाम त्यो भिडियो चाहिँ पकाउँछ कसो बोल्दिन्छ जम्बो जम्बोको टायर चाहिँ गाडी छ अझै यो यहाँनिर मुनि लाने हो अनि त्यो टेन्ट चाहिँ मुनि यो चाहिँ किन चाहिँ यो गाडीको हो भने चाहिँ भोलि यहाँ साङमुङ गुम्बाको साङपाङ ओपनिङ छ हो त्यो कारणले अनि यहाँ सबैजना यहाँ छम्पो लोबेन सबैजना काम गर्नु हुँदैछ नि यो ब्रेकफास्ट खाइसकेर त्यहाँदेखि चाहिँ काम सुरु हुन्छ अनि यहाँ साथीले खाँदैछ नि ल अब ब्रेकफास्ट खाइसकेर काममा जानुपर्छ चाहिँ अब यो काम गर्ने मान्छे चाहिँ अब यो गाडीमा लगेर मुनि गएर चाहिँ अनि मिलाउने यो टेन्ट यो चाहिँ खाँदो रहेछ बलमान पहिला चाहिँ यहाँबाट बनाएको थियो अब यो कलेज छ जिमसिङको अगाडि रहेछ निकै टाढो रहेछ गुम्बादेखि लाँदैछु त्यतामा जाडोको कसो छ लाँदैछु हामी ल्याउनु थालेको अब छम्बहरूसँग यहाँ चाहिँ हाम्रो गुरुजीको हो सिमचुङ यहाँ चाहिँ पाउँदैछु गुरुजी सानो भाइ सबैजना मिलेर स्पेसियली चाहिँ यो भोलि यहाँ ओपनिङको लागि हाल्यो भाउँदै अब यस्तै रहेछ अब भोलि चाहिँ अब भोलिको लागि स्पेसियली यहाँ उहाँ चाहिँ लोबेन हो लोबे उगि रहेछ साङमुङको कहाँ लड्छ पर्दछ बनाउँदैछ हो यहाँनिर अब छम्पोहरू पनि हुनुहुन्छ यहाँनिर हो छम्पोहरू यहाँ काम सकेर बसिरहनु भएको छ यहाँ यतानिर साङमुङ गुम्बाको हेड लामा हुनुहुन्छ यहाँ नि अब चाहिँ यो हाम्रो टेन्ट हामीले चाहिँ गुरु भन्छ अब यो सक्नै आँटेको छ अब ताम्बु भन्छ अरे सक्नु आँट्यो एकछिन घाम लाग्दै थियो अब फेरि कुहिरोले छायो यो चाहिँ माथि यहाँ हो यहाँ माथि बनाउँछ अब स्पेसली यो चाहिँ अब बुद्धिस्टको काम चाहिँ ल आधी जस्तो सक्यो ल अब यहाँ चिया खाँदैछ अब उठाइसकेको बान्नु मात्रै छ काम चाहिँ है आधीमै छ आधीमै छ अझै पनि अब अलिक बान्नु छ लोथुरी चाहिँ चिया पनि ल्याइदियो हेर्दा टाउसिङले र अब त तपाईँकोमा म देखाउन चाहन्छु यो छिने के त्यसले भुटानीको जाउ भन्छ जाउ तपाईँ लिनुहुन्छ अन्त यहाँ लिनु न अन्त यो चाहिँ चियासँग हालेर दामी हुन्छ दामी हुन्छ भनेर सुनेको थियो तपाईँको यस्तो सक्नेसम्म देखाउन चाहन्छु यो मेरो आज सानो ब्लगमा यहाँ माथि चाहिँ गुम्बा हो त्यहाँदेखि यहाँ माथि चाहिँ नि प्रस्थान गर्छ यहाँ चाहिँ साङमुङकै भाइहरू चाहिँ यहीँ पर्छ तपाईँको म देखाउँछु
ए सङ्मु गुम्बाको सिनियर लामा उहाँ 5-6 वर्ष भएको रहेछ ए सबै बनाएर बिहान त्यस्तो 7:30 सुरु गरेको होला त्यस्तै अब 9:30 तिर ल अब माथि गएर धर्म भवन छ अनि भोलिको लागि 4 दिन जस्तो देख्छ बल्ल बल्ल काम सक्यो नमस्कार डुब्देस अब यो ओपनिङ भइसकेर अनि तपाईहरु कुछम बस्नु छ आउँदा हुन्छ यहाँ ट्रिपेनकोमा भनेर यो चाहिँ सबै यो जुलेन चाहिँ हिजो आएर पर गान्तोकदेखि मिलाएको साथमै बस्नु तपाईहरु ताली बजाई हुने रहेछ यो यो भोलि चाहिँ हुने रहेछ ल लामा चाहिँ अरे अलिक त्यो पोजिसनै राख्नु पर्छ छम बस्नेको रुम भित्र हेर्नुस् यो सबै चाहिँ हाम्रो गुरुजीको कार्टुन लेखेर गर्दा सबै फ्री छ अब यो बनाउनेदेखि लिएर सबै सङ्चय वासरुमदेखि लिएर सबै अब तपाईहरु हेर्न सक्छ तपाईहरु को बस्नु मन हुन्छ त्यही भन्न चाहन्छु फेरि म चाहिँ सङ्मुको ट्रुपेनकोमा भनेर किन सङ्मुको सरहरुसँग कन्ट्याक्ट गरेर तपाईहरु यहाँ छम बस्न सक्नुहुन्छ डिजाइनको लागि पुरा राजै भएर सीएमहरुको घाँटी किन गरौँ भएको रहेछ भनेर ओपनिङ चाहिँ भोलिदेखि हुँदैछ अनि खर्च छैन किन्तु संसार डुब्छ भने अनि 5 वटा छ त्यस्तै सबै भित्र सामान सबै भएको 5 वटा छ अनि यहाँ छ अझै पटोपट्टि पनि छ तपाईहरु बस्दै हो भने चाहिँ सङ्मुको यहाँ ट्रुपेन नकिन सरहरुकोमा भनेर तपाईहरु गन्ड्रो छाम के बस्नु सक्नुहुन्छ यहाँ 5 वटा छ भोलि ओपनिङ हुन्छ बोर्डिङ सुरु हुन्छ लस्सो 4 दिन जस्तो देख्छ बल्ल बल्ल काम सक्यो अनि यतिकै आज मेरो सानो ब्लग हेरिदिएकोमा थ्याङ्क यू